सम्पूर्णमा नमस्कार। यो उदयपुर जिल्ला चौधनीगढी नगरपालिका वडा नम्बर 3 को 45 चोक हो। यहाँ पश्चिमतिर गइरहेको त्यहाँ चाहिँ एउटा बोर्ड देखिरहेछ, गेट, त्यो काठमाडौँ जाने सडक हो भने यो झन्डाको दक्षिणपट्टि एउटा झन्डा देखिरहेको छ। यो फतेहपुर 2 नम्बर प्रदेश सप्तरीतिर जाने बाटो हो र यो 45 चोकमा भर्खरै यसरी चाहिँ संरचनाहरू विकास हुँदैछ, होटल व्यवसायहरू चाहिँ विकास हुँदैछ। यहाँ हामीले पेडा पसल देखिरहेको छौँ, त्यहाँ नजिकै हामीले प्रहरी बिट पनि देखिरहेका छौँ, प्रतीक्षालय छ त्यहाँ। र यहाँ तपाईँ हाम्रो न्यू क्वालिटी फास्ट फुड एन्ड सेकुवा कर्नर देखिरहेछौँ भने यहाँ यो पक्का घरमा अभि होटल एन्ड लज देखिरहेछौँ। त्यसै गरी यहाँ रातो टिनले चाहिँ यहाँ एउटा ग्रोसरी बन्नु गइरहेको छ र यहाँ यो बन्दै गरेको यो निलो टिन भएको संरचना लुवाङ्स रेस्टुरेन्ट एन्ड चार्जिङ स्टेसन भनेर चाहिँ यो निर्माण हुन गइरहेको छ र यहाँ चाहिँ इलेक्ट्रिक गाडीको चार्जिङ स्टेसन सहित खोल्ने तयारीको साथ यो निर्माण भइरहेको छ। र यहाँ आज ढलानको दिन यहाँ सम्पूर्ण साथीहरूले यो लुवाङ्स किचन एन्ड चार्जिङ स्टेसनमा चाहिँ ढलानको काम गरिरहनु छ। यहाँ जग्गाधनी कमललाई उहाँ मेहनतको साथ चाहिँ यो ढलानलाई सहयोग गरिरहनु भएको छ र अब लगभग असार 15 सम्ममा यो लुवाङ्स किचन एन्ड चार्जिङ स्टेसन भन्ने होटल यहाँ मदन भण्डारी हाइवेसँगै जोडिएको चाहिँ यो रेस्टुरेन्ट अब उद्घाटन हुन गइरहेको तपाईँहरूले जानकारी गराउँछु। र यो देखिरहेको रेस्टुरेन्ट चाहिँ चतरा हुँदै धरानी टरी लगायतका पूर्वी भेग जाने सडक हो।